नमस्कार। तपाईँ हेर्दै हुनुहुन्छ आजका ताजा नेपाल समाचार। म हुँ तपाईँको समाचार प्रस्तुता। आज हामी नेपालको राजनीति, चुनाव परिणाम र देशभरका मुख्य घटनाबारे विस्तृत जानकारी दिनेछौँ। आउनुहोस् सुरु गरौँ आजका प्रमुख खबरबाट। सबैभन्दा पहिले कुरा गरौँ नेपालको पछिल्लो चुनाव परिणामको। नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा चुनावपछि देशको राजनीति निकै रोचक मोडमा पुगेको छ। मतगणना अझै केही क्षेत्रमा जारी भए पनि धेरै ठाउँमा परिणाम सार्वजनिक भइसकेका छन्। मतगणना अझै केही क्षेत्रमा जारी भए पनि धेरै ठाउँमा परिणाम सार्वजनिक भइसकेका छन्। यस चुनावमा पुराना ठूला दलहरूलाई नयाँ पार्टी र स्वतन्त्र उम्मेद्वारहरूले कडा चुनौती दिएका छन्। विशेष गरी युवाहरूको समर्थन पाएका केही नयाँ नेताहरू अहिले चर्चामा छन्। काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र धरानका पूर्व मेयर हर्क साम्पाङ जस्ता नेताहरूको प्रभाव राजनीतिमा बढिरहेको देखिन्छ। युवाहरूले पनि सामाजिक सञ्जाल मार्फत परिवर्तनको आवाज उठाइरहेका छन्। अब अर्को खबरतर्फ लागौं। देशभर धेरै क्षेत्रमा मतगणना सम्पन्न भइसकेको छ। निर्वाचन आयोगका अनुसार धेरै निर्वाचन क्षेत्रमा अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यो चुनावले नेपालको राजनीतिमा ठूलो परिवर्तन ल्याउन सक्छ, किनकि धेरै ठाउँमा स्वतन्त्र उम्मेद्वारहरूले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेका छन्। अब कुरा गरौँ सुनसरी क्षेत्रको। धरानका पूर्व मेयर हर्क साम्पाङले राष्ट्रिय राजनीतिमा प्रवेश गरेपछि उनको चर्चा अझ बढेको छ। उनले श्रम संस्कृति र जनसहभागिताको अभियान चलाएर धेरै युवाहरूको समर्थन पाएका छन्। उनको अभियानको मुख्य उद्देश्य भनेको भ्रष्टाचार विरुद्ध आवाज उठाउनु र जनताको श्रमबाट विकास गर्ने अवधारणा हो। यसकारण उनी सामाजिक सञ्जालमा पनि निकै लोकप्रिय बनेका छन्। अब आर्थिक समाचारतर्फ। नेपालको अर्थतन्त्र अहिले विभिन्न चुनौतीको सामना गरिरहेको छ। महँगी बढ्नु, बेरोजगारी र वैदेशिक रोजगारीमा जाने युवाहरूको सङ्ख्या बढ्नु अहिले मुख्य समस्या बनेको छ। सरकारले आर्थिक सुधारका लागि विभिन्न योजना ल्याउने तयारी गरिरहेको बताइएको छ। विशेष गरी पर्यटन, कृषि र जलविद्युत क्षेत्रमा लगानी बढाउने योजना बनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचारसँग सम्बन्धित नेपाल। नेपालमा पर्यटन क्षेत्र विस्तार हुँदै गएको छ। विशेष गरी हिमाल आरोहण र सांस्कृतिक पर्यटनका कारण विदेशी पर्यटकहरूको सङ्ख्या बढ्दै गएको छ। पर्यटन मन्त्रालयका अनुसार यस वर्ष नेपाल आउने पर्यटक सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ। अब समाजसँग सम्बन्धित अर्को खबर। देशका विभिन्न स्थानमा सडक, खानेपानी र स्वास्थ्य सेवासँग सम्बन्धित समस्याहरू अझै पनि देखिएका छन्। स्थानीय सरकारहरूले यी समस्या समाधान गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। अब अन्त्यमा छोटकरीमा आजका मुख्य खबर फेरि एकपटक। नेपालमा हालै सम्पन्न चुनावपछि सरकार गठनको प्रक्रिया सुरु भएको छ। नयाँ नेताहरूको उदयले राजनीतिमा परिवर्तनको सङ्केत देखिएको छ। आर्थिक सुधार र विकासका विषयमा सरकारमाथि जनताको अपेक्षा बढेको छ। पर्यटन र विकास परियोजनाहरूले देशको अर्थतन्त्र सुधार गर्ने आशा गरिएको छ। आजका लागि यति नै। तपाईले यो समाचार भिडियो मन पराउनु भयो भने लाइक, शेयर र च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। म हुँ तपाईको समाचार प्रस्तुता। फेरि भेटौँला अर्को नयाँ समाचारका साथ। धन्यवाद।